Hello. Okay. It's a Saturday. अर्को Saturday. अनि त्यस पछाडि last Saturday I was so excited about being a new year. 2026 लाग्यो भन्दै लास्ट एक्साइटेड भएर केही कुरा बोलेर राखेँ. त्यसरी it was a very well spent day. मजा आयो. ठिक छ. सब कुरा चिल चलिरहेको छ जिन्दगीमा. Then what happened was I'll tell you this in very detail so that you understand what or where I'm pointing towards, right? Then what happened is everything was so pretty, fair and nice. सब कुरा भइरहेको थियो चिल पारामा. त्यस पछाडि भोलिपल्टदेखि I started feeling a bit off. I don't know why. त्यसो पनि हुन्छ. आफैलाई थाहा नभइकन you will start feeling off. How is that going to happen? Then Sunday पनि I felt that. Monday पनि I felt that. Tuesday पनि I felt that. Wednesday पनि I felt that. Thursday पनि I felt that. Friday पनि तपाईले भन्नु पर्दैन हामीलाई थाहा भइसक्यो. You felt that. Yes. Today too I am feeling that. What is that feeling? Okay. What is that feeling? If I have to express it in a word, it would be very difficult. But what I can say is it's different. Different feeling. Different feeling in terms चाहिँ कस्तो भने डिफरेन्ट हो भन्ने चाहिँ कसरी थाहा भयो त भन्नेवाला सिचुएसनमा चाहिँ म यो भन्दा अगाडि यस्तो फिल गर्दैन थिएँ भन्नेवाला सिचुएसनले मैले त्यो डिफरेन्ट हो भने थाहा है म भित्र के भइरहेछ भनेर भन्न खोजिरहेको छु. ओके. त्यो कुरा तिमी भित्र भइरहेछ भनेर तिमी किन भन्न खोज्दैछौ त यतिखेर हिजो अस्ति त कहिले भन्थेनौ भन्दा म के भन्दैछु यो चाहिँ फरक फिलिङ हो है भन्दैछु. अनि यो तिम्रो फरक फिलिङ हो भन्नको लागि त तिमीले पहिलादेखि एक दुईवटा टाइप्स अफ फिलिङ जाने हुनु पर्यो. एक दुईवटा टाइप्स अफ फिलिङ जानेछु. त्यो फिलिङ्स भन्दा यो फिलिङ फरक. ओके. अब यो फिलिङ किन फरक भयो अनि केले गर्दा फरक भयो भनेर मैले आफूले आफूलाई क्वेसन गर्दा एनालाइसिस गर्दै जाँदा चाहिँ आई फाउन्ड माइसेल्फ मिसिङ समवन. ओके. भनेको तिम्रो पहिलादेखिको डुइङमा जे चिज गर्दै जान्थ्यो जोसँग इन्भल्भ हुँदै जान्थ्यो त्यो पर्टिकुलर डुइङ त्यो पर्टिकुलर इन्भल्भमेन्टले तिमीभित्र एउटा काइन्ड अफ फिलिङ अराइज गरिदिन्थ्यो. अब त्यो पर्टिकुलर डुइङ्स र सुन्नुहोस् है त्यो पर्टिकुलर डुइङ र त्यो पर्टिकुलर इन्भल्भमेन्ट हट्यो भने यु विल स्टार्ट फिलिङ डिफरेन्ट. त्यस पछाडि तिमीले त्यो पर्टिकुलर फिलिङलाई के भन्यो द्याट इज अ डिफरेन्ट फिलिङ. अब मैले यो कुरालाई यसो एनालाइसिस गर्दै जाँदा के बुझेँ भने सुन्नुहोस् है एकदम हावा कुरा तर एकदमै ठुलो कुरा बुझे जस्तो फिल भयो मलाई. यता हेर्नुहोस् है. द पर्टिकुलर फिलिङ द्याट वी obtain from outside it is contingent to outside भनेको that might change. अब can we have a constant feeling that isn't contingent to outside? म चाहिँ मसँग त्यो कन्टिन्जेन्ट नहुनेवाला फिलिङै थियो भनेर बसिरहेको थिएँ कि तर अहिलेसम्म खालि त्यही मात्र फिलिङ एक्सपिरियन्स गर्यो त्यही मात्र आउटसाइडमा जे चिज छ त्यही चिज भइरह्यो भने त द फिलिङ इज नट गन चेन्ज एन्ड यु आर गन गेट आइडेन्टिफाइड विथ द्याट फिलिङ. तिमीलाई त्यो पर्टिकुलर फिलिङ चाहिँ तिम्रै हो जस्तो लाग्छ अनि त्यो पर्टिकुलर फिलिङ चाहिँ कन्टिन्जेन्ट टु आउटसाइड होइन यो आउटसाइडबाट आएको होइन जस्तो लाग्छ कति बेलासम्म जति बेलासम्म द आउटसाइड थिङ इज सेम एज इट इज. जबसम्म त्यो चिज सेम छ जबसम्म त्यो चिज चाहिँ जस्तो हुनुपर्ने जस्तो अहिलेसम्म भइरहेको थियो त्यस्तै छ त्यतिखेरसम्म यु विल फिल द सेम एन्ड यु विल अल्सो गेट आइडेन्टिफाइड विथ द्याट फिलिङ बिङ ट्रुली yours. You will not see that it came from outside. It was to do with something outside. अब जब त्यो आउटसाइडको केही चिज चेन्ज भइदियो तब
तिम्रो आइडेन्टिफिकेसन नै चेन्ज भएको हो होइन, द वे यु फिल चेन्जेस हो। यो कुरा देख्नको लागि चाहिँ एकदमै ठुलो एनालाइसिस चाहिन्छ हो। त्यो एनालाइसिस चाहिँ म एकदमै ठुलो भएँ भनेर भन्न खोजेँ होइन, ममा भएको भएर मैले हेरेँ क्या। मैले सुन्नुहोस् है, म भित्र भएको चेन्जेस चाहिँ दुईवटा चिजले गर्दा हुन्छ अरे। एउटा बाहिरको चिज चेन्ज भयो भने र मैले त्यो बाहिरको चिजसँग त्यो फिलिङलाई अट्याच गरेको छु भने बाहिरको चिज चेन्ज भयो भने त्यो फिलिङ चेन्ज भयो। अब सुन्नुहोस् है, त्यहाँभित्र अर्को एउटा त्योभन्दा भित्र पनि एउटा सेन्टर छ जुन चाहिँ चेन्ज हुँदैन, जुन चाहिँ पहिला जस्तो थियो त्यस्तै छ, तर त्यसभित्र पुगेर तिमीलाई आइडेन्टिफाई नै गरेको छैन कि। के भने सुन्नुहोस् है, मैले कहाँबाट सुरु गरेँ, म लास्ट टाइमको भन्दा डिफ्रेन्ट फिल गरिरहेको छु भनेर सुरु गरेँ। त्यो लास्ट टाइमको भन्दा डिफ्रेन्ट फिल किन गरिरहेको छु भन्नेवाला सिचुएसनमा वाइ डु वी फिल डिफ्रेन्ट, वाइ डु वी फिल डिफ्रेन्टमा चाहिँ वी कान्ट फिल सेम थिङ इफ आवर फिलिङ इज कन्टिन्जेन्ट टु आउटसाइड। अब कन्टिन्जेन्ट टु आउटसाइड भयो भने त आउटसाइडमा त सबजनाको के छ, फिलिङको सिचुएसन अनि त्यस पछाडि फिलिङको थिङ्स अब्जेक्ट दे रिलेट टु इज डिफ्रेन्ट। अब त्यो अब्जेक्ट रिलेट टु डिफ्रेन्ट, सुन्नुहोस् है, प्रत्येक मान्छेको जहिले सेम भइरह्यो भने चाहिँ हिज फिलिङ इज अलवेज कन्स्ट्यान्ट, बट द्याट पर्टिकुलर थिङ चेन्जेस देन द फिलिङ चेन्जेस हो। यो एनालाइसिस जब तिमीले आफूले आफूमा देख्छौ, सुन्नुहोस् है, प्लिज ट्राई टु अन्डरस्ट्यान्ड, जब यो एनालाइसिस तिमीले आफूले आफूमा देख्छौ के म हिजोको जस्तो फिल गरिरहेको छैन, यति मात्र देखेर भएन, म हिजोको जस्तो फिल नगर्नुमा चाहिँ समथिङ आउटसाइड वाज रेलेभेन्ट भनेर जब तिमीले कन्क्लुड गर्न सक्छौ, देन यु विल स्टार्ट सिकिङ फर राइट थिङ द्याट इज नट कन्टिन्जेन्ट टु आउटसाइड एन्ड यु स्टार्ट गोइङ इनसाइड। प्लिज प्लिज बुझ ल, तिमी गुड फिल गरिरहेछौ भन्नेवाला कुरा चाहिँ सुन्नुहोस् न, तिमी कम्प्लिट फिल गरेर होइन रहेछ भन्नेवाला कुरा कन्क्लुड गर्न सक्छौ क्या। तिमीले गुड फिल गरिरहेको कुरा चाहिँ तिमी भित्र गएर आफूलाई बुझेर आफू भित्र बसेर कन्टेन्टेड फिल गरेर गुड फिल गरे होइन रहेछ। तिमी भित्र यु हेभन्ट वेन्ट इन, बाहिरै केही चिजमा अल्मलिएर तिम्रो त्यो गुड फिलिङ्स चाहिँ गुड फिलिङ्स होइन रहेछ, इट वाज जस्ट टु कभर अप द ब्याड फिलिङ। मलाई बुझिरहेको छैन जस्तो लागिरहेछ, मैले नै बुझाउन सकिरहेको छैन जस्तो लागिरहेछ। एकदमै क्रक्समा भन्नुपर्दाखेरि यता सुन है, तिमी जब अर्कै कुरा फिल गर्छौ, त्यो अर्कै कुरा फिल गर्नेवाला सिचुएसन अराइज केही चिजले गर्दा भयो भने चाहिँ तिमीले राइट फिल गरेको पनि त्यही चिजले गर्दा हो भनेर बुझ। भनिसकेपछि त अब तिम्रो राइट फिलिङ इज कन्टिन्जेन्ट टु अदर थिङ विच इज रङ, किनभने त्यो राइट फिलिङ कन्टिन्जेन्ट टु अदर थिङ हुनै सक्दैन अरे के। तिमीले राइट फिल गरेको भए पनि द्याट इज नट राइट फिलिङ, द्याट इज जस्ट अ कभर अप टु द ब्याड फिलिङ। भनेको तिमी पिक अफ ह्याप्पिनेसमा पोजिटिभमा चाहिँ पुगेका छैनौ, नेगेटिभ चाहिँ लुक्यो। केले गर्दा लुक्यो, बाहिरको चिजले गर्दा। अब त्यो नेगेटिभ मात्र लुकेको वाला चिजलाई चाहिँ तिमीले यही नै अल्टिमेट चिज भनेर भन्यो भने चाहिँ इट इज गन बी रङ। यु निड टु अन्डरस्ट्यान्ड द्याट। व्हाट यु निड टु अन्डरस्ट्यान्ड ब्रो, म माथि जानु छ, जेरोमा बस्नु छैन। तिमीले चाहिँ जेरोमा बस्या भयो क्या, तिम्रो नेगेटिभ वाला चिज चाहिँ के भयो, छोप्यो। तिमीले त्यो नेगेटिभ देखेनौ, अनि नेगेटिभ देखेनौ केही चिजले छोपेर भने चाहिँ त्यो तिमी पोजिटिभ भएको अनि खुसी भएको होइन। Are you guys getting me? I hope you guys are getting me. I don't know if you guys are getting me or not. I hope you guys are getting me. The change inside of your feeling, if is contingent to outside object, then you are not truly contented, because you may be shaken by that outside happening, and it is so very bad. I hope you understand. Thank you. My brothers, मैले के भने मलाई थाहा हैन, यहाँ भाइले